आदरणीय यस राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली काठमाडौँ सम्पर्क विभाग चुनावी भेलाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिवर्ग र विशिष्ट अतिथिज्यू र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो तर्फबाट न्यानो अभिवादन। आज हाम्रो देशमा नेपाली नागरिक छैनन्, नेपाली राष्ट्रियता छैन, नेपालमा नेपाली नै छैन, नेपालीको मनभित्र नेपाली नै देखिरहेको छैन। त्यो किन? सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, हामी भन्छौँ सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, तर सयौं जात जाति भाषा धर्म संस्कृति हुँदाहुँदै पनि धर्मका नाममा जातिका नाममा धेरैका नाममा क्रान्ति गरेको देखिएको पाइयो। अहिले भर्खरै दाइले भनेको अनुसार पनि धेरै त्यो भदौ 23 र 24 गतेको आन्दोलनमा म पनि थिएँ र मैले त्यहाँ देख्दाखेरि सबैको मनमा भित्रैबाट राष्ट्रियता जागिएको थियो, किनभने त्यहाँ भ्रष्टाचारको अन्त्य देखिएको थियो, त्यहाँ परिवर्तनको आगो बलिरहेको थियो। हामी भन्छौँ भ्रष्टाचार गरिरहेका छन्, तर हामी कहिले बुझेनौँ कि भ्रष्टाचार कसले गर्यो, कसले गर्यो र भ्रष्टाचार उन्मूलन पार्नका लागि हामी कसरी अगाडि बढ्न सक्छौँ भनेर हामी सम्झिएनौँ। हामीमा राष्ट्रियता हुन जरुरी छ र कसैमा पनि राष्ट्रियता छैन, राष्ट्रियता जागिएको छैन, राष्ट्रियता जगाउन जरुरी छ। त्यसकारण हामीले यसपालि मेरो पनि प्रथम र अन्तिम भोट यसपालिको भोट घन्टीलाई हुनेछ, किनभने हामी यो परिवर्तन चाहन्छौँ। हामी भ्रष्टाचार अन्त्य होस्, हामी हाम्रो देशमा अरूको भाषा सिकेर विदेशिनु नपरोस्, हाम्रो राष्ट्रमा हाम्रै भाषा सिकेर हामी अघि बढौँ, हाम्रो भाषा अरूको देशले सिकेर हाम्रो देशमा काम होस्, हाम्रो देश हाम्रो राष्ट्र बलियो होस्, हाम्रो स्वतन्त्रता हाम्रो राष्ट्रियता जागोस् भन्नका निमित्त आज यो भोट मेरो र घर परिवारलाई सम्झाउँ बुझाउँ र घन्टीमा भोट हालो भनौँ यो पालि मात्र, किनभने धेरै पार्टीहरूलाई हामीहरूले जिताइसकेका छौँ तर विकास भइरहेको छैन, विकास उन्मुख भएको छ। त्यसकारण हामी यसपालि भोट घन्टीलाई हुनुपर्छ। गाउँघरमा एउटा गाउँ काङ्ग्रेसको, एउटा गाउँ एमालेको हुन्छ, तर त्यहाँ बुझिरहेको हुँदैन कि, त्यहाँ बुझ्ने कुरै हुँदैन, किनभने त्यहाँ परिवार नै एमाले हुन्छ, परिवार नै काङ्ग्रेस हुन्छ। त्यसकारण त्यो किसिमको शिक्षा यो किसिमको शिक्षा हाम्रो जुन जब भदौ 23 र 24 गते आन्दोलन भयो त्यो दिनको निष्पक्ष राष्ट्रियताका लागि पनि हामी यो राष्ट्रियता छ भन्नका लागि पनि हामी यहाँबाट बुझेर हामीले आफ्नो परिवारलाई यसपालि घन्टीमा भोट हाल्न भनेर सम्झाउनु बुझाउनु पर्छ र हामी पार्टीवादी हुनु हुँदैन, हामी राष्ट्रवादी हुनुपर्छ, हामी नेपालवादी हुनुपर्छ। जय नेपाल भन्दै आफ्ना तर्कहरू यही टुङ्ग्याउँछु। धन्यवाद।